नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बीच 2 घण्टा लामो भेटवार्ता भएको छ। हालै सम्बन्धमा आएको तिक्तताबारेको चर्चाबीच भएको यो भेटमा पछिल्लो राजनीतिक अवस्था र पार्टी एकताबद्ध बनाउने विषयमा छलफल भएको स्रोतले जनाएको छ। एयर इन्डियाले बोइङ 789 ड्रिमलाइनरमा समस्या देखिएपछि मंगलबार 6 वटा अन्तर्राष्ट्रिय उडान रद्द गरेको छ। गत साता अहमदाबादमा भएको दुर्घटनापछि सुरक्षा जाँच कडा पारिएको छ। रद्द गरिएका उडानहरूमा दिल्ली, पेरिस, लन्डन लगायतका गन्तव्यहरू सामेल छन्, जसले सुरक्षा चासो बढाएको छ। महोत्तरीको गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी महतोलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ। मेयर डा दिपेन्द्र महतोले उपमेयरले फाइल चोरेर लगेको गाडीलाई मात्र प्रवेशमा रोक लगाएको बताएका छन्। उपमेयरले भने प्रमुख प्रशासकीय अधिकृतले फोन नउठाएको र दर्ता चलानीमा अनियमितता भएको आरोप लगाएकी छन्। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर ऐन्द्र विक्रम बेघाबीच सर्दुखोला नियन्त्रण कार्यको भुक्तानीलाई लिएर विवाद चर्किएको छ। श्रमदानबाट भएको भनिएको कामको भुक्तानीका लागि पेश गरिएको डोर हाजिरीको कागजलाई लिएर उपमेयर बेघाले प्रतिवेदन दिन नमानेका हुन्। रसुवामा छुट्टा छुट्टै घटनामा 3 जनाको मृत्यु भएको छ। नौकुण्ड गाउँपालिकाको पाहाखोलामा 2 बालिका सरगम मुक्तान 13 र सबिना मुक्तान 10 मृत फेला परेका छन्। यस्तै कालिका गाउँपालिकामा 43 वर्षीय चिर्की तामाङको भर्याङले थिचेर मृत्यु भएको हो। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ। संघीय स्वास्थ्य मन्त्रालयले डा इन्द्र ढकाललाई सप्तरीको गजेन्द्र नारायण अस्पतालमा हाजिर हुन दिएको निर्देशनलाई लुम्बिनी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अटेर गरेको छ। डा ढकालको दरबन्दी सप्तरीमा भए पनि उनी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत छन्, जसले गर्दा सप्तरीको अस्पतालमा सेवा प्रभावित भएको छ। स्याङ्जाको वालिङ नगरपालिका 10 का वडाध्यक्ष सुनिल खनालले आँधी खोला संरक्षण अभियानका 2 अभियन्ता दिनकर नेपाल र मेघ आलेलाई रडले कुटपिट गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका नेता समेत रहेका अभियन्ताहरू विरोध कार्यक्रमबाट फर्कदै गर्दा खनालले आक्रमण गरेका हुन्। वडाध्यक्ष खनाल नेपाली कांग्रेसबाट निर्वाचित हुन्।